देश अप्ठ्यारोमा छ। हामी कतिसम्म मिलेर जान सक्छौँ, हामीले कहीँ न कहीँबाट मिलेर जान कोसिस गर्नुपर्दछ भन्ने बारेमा हाम्रो छलफल भयो र एकचोटि तल साथीहरूको मनसा के छ त्यसलाई पनि बुझौँ र फेरि केही दिनपछि हामीले यसलाई एउटा निष्कर्षमा पुर्याउँ भन्ने मोहनजीकै प्रस्ताव अनुसार मैले पनि ठिक छ तलको पनि कुरा बुझौँ भनेपछि बागलुङ जिल्लामा उहाँले पछि मलाई खबर पठाउनु भयो 1 र 2 मा हामी तालमेल गरेर जाउँ र त्यसले एउटा सन्देश देशभरि पनि जान्छ भनेर जसरी अहिले उहाँले राख्नुभयो त्यही भावनाका साथ यहाँ हाम्रो समझदारी भयो र आज सिँगै देशले हेरिराखेको छ। प्रेसको साथीहरू पनि यहाँ धेरै हुनुहुन्छ। यो सधैँ भेटिने परिघटना होइन। कमरेड मोहन विक्रम सिंह र प्रचण्ड एउटै मञ्चमा बसेर एउटै भावना र स्पिरिटमा बोल्ने कुरा यो अहिले पछिल्लो चरणमा यो विरलै भेटिने कुरा हो। हामीले त सामान्यतः 84 मा गएर मात्रै निर्वाचन हुन्छ भन्ने सोचिराखेका थियौँ, तर असाधारण परिस्थितिमा आइपरेको निर्वाचन हो। तर यो निर्वाचनलाई हामीले सदुपयोग गर्नुको विकल्प पनि हामीसँग छैन। हामी इमानदार कम्युनिस्ट र देशभक्तहरूको अगाडि जनतामा जाने एउटा बलियो माध्यम निर्वाचन नै हो। फेरि हाम्रा विचारलाई हाम्रा दृष्टिकोणहरूलाई जनताको बीचमा लैजाने र जनतासँगको हाम्रो सम्बन्धलाई सुदृढ गर्ने माध्यम निर्वाचन नै हो। कयौँले संसद पुनर्स्थापनाका कुरा गरे, कयौँले सर्वदलीय सरकार गठनका कुरा गरे, कयौँले सर्वपक्षीय सरकारका कुरा गरे, तर कसैले पनि कुनै पनि कुराले अहिलेको असहज परिस्थितिको निकास दिन सक्दैनथ्यो। लाखौं करोडौं जनतासँग हामी जोडिसकेपछि र जनतालाई हामीले राम्रोसँग प्रशिक्षित गरिसकेपछि जे प्रतिक्रियावादीले चाहे त्यही मात्रै हुन्छ भन्ने कुरा सत्य हुँदैन। अन्ततः जनताले र क्रान्तिकारीहरूले चाहेकै कुरा हुन्छ। म यो विश्वास पनि तपाईहरुलाई दिलाउन चाहन्छु। कतिपयले निर्वाचन सर्छ हुँदैन भन्ने पनि प्रचार गर्ने गरेका छन्। मैले सरकारसँगका कुरा, निर्वाचन आयोगसँगका कुरा या चाहिँ सुरक्षा निकायहरूसँग म लगातार नै सम्पर्क र छलफलमा छु। सबैका कुरा र हाम्रा छिमेकीहरूका कुरा समेत हेर्दा निर्वाचन फागुन 21